समय 5 मिनट। अनि माननीय सदस्य आशिष गजुरेल जो यसपछि। सम्माननीय सभामुख महोदय, आजको यो विधेयकका सिद्धान्त र प्राथमिकतामा राख्नै पर्ने केही कुराहरू, धेरै कुरा राख्दिनँ, केही कुराहरू मैले भोगेको कुराहरू चाहिँ यहाँ राख्छु, किनभने यो धेरै नै महत्त्वपूर्ण छ। सर्वप्रथम त म उद्योगपति चाहिँ होइन, एउटा समाजसेवी हो, तर म चाहिँ उद्योग चाहिँ चलाइरहेको छु। वीरगञ्जको कृषि औजार कारखाना, त्यो चाहिँ नेपाल सरकारकै उद्योग हो। त्यसैले कारखाना चलाएपछि अब नक्कली उद्योगपति चाहिँ भएको छु। र यसमा उद्योगहरू चलाउनको लागि के छ त भन्दाखेरि, मैले अघि भर्खर यसमा यहीँ बस्दै यो मोबाइलमा च्याट जिपिटीलाई सोधेको, कुनै पनि देशले, विकसित देशहरूले कुनै पनि उद्योग धन्दाहरूलाई चाहिने कच्चा पदार्थहरू आयात गर्दाखेरि त्यो चाहिँ कर चाहिँ लगाउँछन् कि लगाउँदैनन् भनेर, इम्पोर्ट ट्याक्स लगाउँछन् कि लगाउँदैनन् भनेर च्याट जिपिटीलाई सोधेको, लगाउँदैन अरे। तर नेपालमा के छ त भन्दाखेरि, उद्योगहरूलाई चाहिने कच्चा पदार्थमा ट्याक्स चाहिँ लाग्ने, चाहिँ एकदम ठुलो ट्याक्स लाग्ने छ। म आफैले बेहोरेको हो। वीरगञ्जको कृषि औजार कारखानालाई चाहिने उद्योगहरूलाई त्यो औजारलाई कारखाना चाहिने कच्चा पदार्थमा ल्याउँदाखेरि मैले ट्याक्स तिरिराखेको छ, हामीले ट्याक्स तिरिराखेको छ। अनि ट्याक्स तिरेपछि त्यो सामान जो उत्पादन हुन्छ महँगो हुन्छ। तर उताबाट बनाउ भएका कृषिका औजारहरू ल्याउँदाखेरि चाहिँ ट्याक्स चाहिँ लाग्दैन। यो चाहिँ एकदमै नमिल्ने कुरा छ। यो चाहिँ होस् भन्ने कुराहरू म चाहिँ भन्न चाहन्छु, पहिलो कुरो चाहिँ। दोस्रो कुरो चाहिँ, नेपालमा प्याटेन्ट अफिस छैन। प्याटेन्ट अफिस छ, नाम मात्रको छ, त्यो चाहिँ काम छैन। किनभने त्यसलाई चाहिँ गजै व्यवस्था गर्नुपर्ने व्यवस्था छैन। त्यसैले हाम्रो नेपाली भाइहरू, केही भाइहरू छन्, उनीहरूले चाहिँ केही कुराहरूको प्याटेन्ट गर्नु पर्यो भने चाहिँ इन्डिया पनि जान्छन् र बाहिरतिर पनि गर्छन्। र विदेशमा बस्ने हाम्रो नेपाली एनआरएनए भाइ बहिनीहरूले चाहिँ नेपालमा प्याटेन्ट अफिस भयो भने हामी पनि हाम्रो चाहिँ उनीहरूको जुन इन्टेलेक्चुअल प्रोपर्टी छ त्यो नेपालमै राख्छौँ भनेर, ल्याउँछौँ, दर्ता गर्छौँ पनि भनिराखेको छन्। त्यसैले राम्रो प्याटेन्ट अफिस होस्। र नेपालमा मात्रै होइन, कसैले नयाँ कुरा इन्टेलेक्चुअल प्रोपर्टी प्याटेन्ट गर्नु पर्यो भने विदेशमा जाँदाखेरि सक्दैन, यति महँगो हुन्छ। त्यो विदेशमा प्याटेन्ट गर्नुपर्छ, फेरि नेपालमा मात्रै प्याटेन्ट गरेर हुँदैन। तपाईँले इन्डियामा गएर प्याटेन्ट गर्नुपर्छ, कुन देशमा गएर चाहिँ त्यहाँ उत्पादन गरेर व्यापार गर्ने हो, त्यो हरेक देशमा प्याटेन्ट गर्नुपर्छ। त्यो नेपालीले चाहिँ उनीहरूले सक्दैन। त्यस कारणले त्यस्तो किसिमको विदेशमा गएर प्याटेन्ट गर्नको लागि चाहिँ त्यो सरकारले अनुदान दिनै पर्छ। दिएन भने त्यो उसको इन्टेलेक्चुअल प्रोपर्टी चाहिँ हराएर जान्छ। र यसरी उनीहरूले प्याटेन्ट गरेर कुनै कुराहरू चाहिँ विकास गरेर, उत्पादन गरेर चाहिँ उत्पादन गरेर अलिअलि पैसा कमाउन थाल्यो भने, देशलाई पनि अलिअलि कर तिर्न थाल्यो भने, रोजगारी सिर्जना गर्यो भने सुरुमा चाहिँ उनीहरूलाई चाहिँ करमा चाहिँ विशेष किसिमको थोरै भए पनि प्रोत्साहन गर्नको लागि छुट दिने व्यवस्था होस् भन्ने चाहिँ म चाहिँ चाहन्छु। र अन्तमा अब मैले भन्ने गरेको, जहिले पनि भन्ने गरेको, सबै साधारण जनतालाई पनि थाहा छ, मेरो माग भनेको यो उसको लागि, रिसर्च इनोभेसनको लागि, नवप्रवर्तनको लागि, यो बजेटको, यो के बजेट भन्छ, यो पुँजीगत खर्चको 1% छुट्याउने भन्ने चाहिँ यो सर्वसाधारण सबैलाई थाहा छ। यो कुरा चाहिँ अहिलेको यो उसमा चाहिँ प्राथमिकतामा परोस् र छुट्याइयोस्। र अब त्यो चाहिँ यसलाई चाहिँ, त्यो बजेटलाई चाहिँ फेरि के हो भन्दाखेरि बहुवार्षिकीमा राख्नुपर्छ। किनभने कुनै पनि कुरामा अनुसन्धान गर्दाखेरि त्यो अनुसन्धान चाहिँ 1 वर्षमा सिद्धिँदैन।
एउटा आर्थिक वर्षमा सिद्धिँदैन भनेदेखि त्यस्ता अरू नै बहुवार्षिकी पनि राख्नुपर्छ। किनभने राष्ट्रिय आविष्कार केन्द्रमा 4 वर्ष 5 वर्ष 3 वर्ष 2 वर्षसम्म कुनै एउटा चाहिँ के अरे इनोभेसन गर्नको लागि कोसिस गरिरहेको छ नि त, अझै पनि सकेका छैन। त्यो हरेक वर्षमा चाहिँ त्यो सक्नुपर्ने गरेर त्यस्तो किसिमको चाहिँ ऐन बनाइएन भने के अरे बनाइयो भने त्यो चाहिँ कुनै किसिमको इनोभेसन हुँदैन। कसैले पनि इनोभेसन गर्न सक्दैन। त्यस कारणले त्यस्तो किसिमको कोष खडा गरेर त्यसलाई चाहिँ बहुवार्षिकीमा हुनुपर्छ। किनभने 3-4 वर्ष 5-7 वर्ष भनेको त कुनै चिजको इनोभेसन गरेर कुनै चिजको विकास गर्नलाई लाग्छ। यही हो मेरो चाहिँ कुरा टुङ्गिहाल्यो। ल, धन्यवाद।